चस्मा लगायो बस्यो ठिकै छ। हेलो गाइस, वेलकम बैक टू माई आई होप सब जना सुनते यार पनि सन्चै आएर मैले छु अनि आजको न्यू डेली ब्लगको सुरुवात भइसकेको छ। अनि हाम्रो चाहिँ अचार सचार पाकिसक्यो, कसैले रोटी हाल्दै हुनुहुन्छ, यता चाहिँ सेलरोटी हाल्दै हुनुहुन्छ होइन। यो के को लागि हो भन्दा दिदीहरूको चाहिँ भिसा आइसकेको, अनि भिसा आएर चाहिँ हामीलाई पार्टी दिनुभएको होइन। अनि त्यही भएर चाहिँ रोटी हाल्दै हुनुहुन्थ्यो कसैले, अनि हामीले चाहिँ अचारहरू पनि बनायौँ होइन। पार्टी दिएको मान्छे हो। कस्तो लागिरहेछ शान्ति त्यही तपाईँले रोटी दिने भएकोमा हामीलाई त्यही शब्द पेश गर्न चाहनुहुन्छ? 2 शब्द जाओस्। अब तपाईँले छोएर जानु हुँदैछ हामीलाई होइन, रोटी खुवाएर लानुहोस् जानुहोस्। हामीलाई पनि टुक्रा दिँदैन यता चाहिँ अचार पनि रेडी भइसक्यो। यादै भएन नि त अघि। हैन अघि यही बनाउँदादेखि नै सुरु गर्नु साथीहरु अचार बनाइसक्यौ मैले। हामी चाहिँ यता यतिले बनाउँदै छौं। भोलि जाने मान्छे वा यहाँ चाहिँ भ्लग गर्दै हुनुहुन्छ। अहिले चाहिँ अचार सचार बनाएर बसिरहेको, अब काम छैन के गर्नु। त्यसमा लाग्यो बस्यो ठिकै छ। यत्रो रोटी पाकिसक्यो, यता पाक्दैछ 3 जनाले। कति बज्यो है? ओ फोन राख त भाइ। गाइस अहिले चाहिँ केक काट्ने बेला भएको छ। मैले पनि खाँदैछु रोटी अचार मै खाँदैछु होइन। अनि हाम्रो सबैजना साथीहरूलाई चाहिँ खानासाना दियौँ, अनि खानासाना खाइयो, भाँडासाँडा धुने होइन, सबै काम भ्याएर अनि आएर रुम। मैले भोलिपल्टको भिडियो पनि थोरै राखेको छु होइन। अहिले चाहिँ जाँदैछौँ एयरपोर्ट। हामी चाहिँ एयरपोर्ट जाँदैछौँ। ढिलो भइसक्यो। फोन हानेको हाने हुनुहुन्छ जुन हाम्रो हिजोको साथीहरूलाई चाहिँ पुऱ्याउन आएको।
देख्नुभयो आवश्यक फ्लाइट राम्रोसँग जानुहोला आफ्नो केयर गर्नुहोला तपाईँहरूको यात्रा सफल होस् राम्रो होस् परदेशको ठाउँमा सोचे जस्तो त हुँदैन होइन त्यही पनि आफ्नो केयर गर्नु राम्रोसँग काम गर्नुहोला